रन्डो नेपाल कस्तो छ रे भाइ यो काम है रन्डो नेपालको रन्डो आमा पनि यही हुनुहुन्छ आमाको पनि हाल्नु परेको यो बोलेको हालिहाल्छु म फेरि अलि भ्युज आउँछ कि यता चाहिँ बन्ठी डोल्ली नबढेकी पुड्की म देखाउँदिनँ मेरो फेस यो सिते हो अलक्षिण यहाँ चाहिँ भने राम बेटा त्यहाँ यता गोरे बेटा चाहिँ यहाँ छ है 56 छ त्यो लिची जुसी देऊ बिस्कुट चाहिँ दिँदैन सानीको छ यहाँ मलाई पत्ते लगाइदिएछ नि यहाँ यो टोइलेट सरी नभए त यो आँगनको राधे बितो हजुर पोते कसले लगाइदियो मलाई तल राखिदिएँ मैले पोते सीधा पनि यहाँ आउँछ मिले आउँछ बनगाडा स्याड भएको ठाउँ चाहिँ यही हो बनगाडा जाँदाखेरि बनगाडा जाने भन्दा अगाडि सीता आइसक्यो रहेछ यहाँनिर अनि बनगाडा सट्ट एक क्रस हुँदा सीता छैन फेरि के गरे त्यो कति गाउने छ त्यहाँ 11 बजी पुऱ्याउँछ भनेर 12 बजी पुऱ्यायो बुढाले यार पानी ल ल ल ल कतिचोटि ओ नउफ्रिकन खुट्टा झुन्डाएर खुम्चाउनु न खुट्टा तल भुइँ खुम्चाउनु न भुइँमा चाहिँ खुम्चाउनु भने भुइँ यस्तो गरेर खुम्चाउनु न पुरै झुन्डिनु एकचोटि खुट्टा झुन्डाएर पुरै पुरै नउफ्रिकन यत्तिकै यस्तो गरेर झुन्ड्यो न खुट्टा खुम्चाएर क्या हातमा झुन्डिनु मात्रै नतड्ने तपाईँ त कहाँ सक्नुहुन्छ झन् होइन हौ हात चाहिँ गर्ने खुट्टा चाहिँ यस्तो गरेर खुम्चाएर झुन्डिने भने क्या भुइँ नचाहिकन खुब छ ठुलो दुर्गा सर त सक्नुहुन्छ यसरी भने के यसरी झुन्ड्या हुन्छ नि त्यहाँ यस्तो गरेर क्या आउनु चाहिँ मुख छिन छाडमै गाइछ मुख छाड्न मनाइ छ है रोल एक्सन होइन यो को हो भने चोर भनेर हल्ला गर्ने पाएछ नेक्स्ट हेलो के आयो पानी
पाइप निकालिसक्यो घरमा त चोर समात्ने होइन मेरो घर चोर समात्ने वास गर्दै गरेर आइसक्नु लाग्यो पानी ल कहिले कहिले कुन गरिसक्यो पाइप निकाल्दै गर्दा नि हुन्छ आइसक्यो ल कहिले कुन केलीमा आएको छ भनेर प्रब्लम हो मेरो वास भइसक्यो भने पाइप निकाल्दै गर्दा नि हुन्छ ल आज कहिले अर्किनु बनाएर आएको छ ल रोली पर्न साइलेन्ट होइन यो मेरो घर त चोर समात्ने अखडा हो क्या हो कहिले हो किताब पनि भन्छ कहिले के न्युमा अर्कै न्युमा चोर समात्न आएको छ अहिले अरू कुन चाहिँ न्युमा हो पनि चोर समात्न आएको छ रोल चोर समात्न रोल आएको छ होइन मेरो उता मास मागेको थियो एकजनाले ल्याउनु पर्छ नि मास मागेको खानु त मजा हुन्छ होइन एउटा गाउँमा नचिनेको मान्छे ल्याएर पाइन्छ नि तिमीले गर्यौ गर्न लाउनु पर्ने रहेछ आज अपरेट गर्नु भनिहाल्यो नि ल नमस्ते है सबैलाई नमस्कार होलसेलमा नि हो दिदी अवश्य होलसेल त जोरन गर्ने पूजा गरे पूजा भइरहेको छ सबै झोला कहाँ छ यो राख्नु म पनि चाहिँ यता पूजा भइरहेको छ नयाँ मान्छेहरू चाहिँ सबैलाई नमस्ते मैले गरेँ होलसेलमा पो नमस्ते आयो त भएन यो भन्ने रे हाम्रो सिनियर एउटा साङ्गा पूजा भने त अहिले बनेको सबैजना त्यसरी हुँदैन भाइ के त्यो 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 सबै फाल्टो फाल्टो गर्नुपर्छ त्यो अलिकति हुन्छ नि भन्ने रे आधारमा गाजर लगाएर म चाहिँ आज हेलम्बु चढा अब यहाँ हेर देउरानीले हेर कस्तो मजा सबैलाई नमस्ते गर्छ हेर है त मैले गर्ने तिमीले गर्यो तर सबैलाई भन्यो नि त पुरा गर्यो भन्नु न त्यो त होलसेल होइन मलाई पर्दैन होलसेलमा गर्छ नि केटाहरू अहिले नै पछि पछि गएपछि के गर्छन् होला बाटो ल्याए मात्रै त सबैलाई गई गई नमस्ते नमस्ते भन्छ नि नमस्ते देखौ यतिको हुनुपर्छ क्या मैले बुहारी एक दिन छु नि त्यो उता अनि पास हान्नु माथिसम्म जाने मान्छेहरू यस्ता हुन्छन् भन्ने त्यही भएर तपाईँ तल बुढाले पैसा थापे यता यता एकतिर अनि उता क्यामेरा आएको छ सक्यो होइन नि त 12 बजे अफिस दिन लागिसक्यो यिनले गाड्दै छिन् अहिले राम्रोसँग गाड है त्यहाँ फलोस् तपाईको नयाँ मोबाइल हो के मेरो होइन कति काली देखेको नि नानी पनि आज त हाम्रो गाउँ चाहिँ यही हो मेरो घर चाहिँ बनगाएको घर छैन ऊ त्यो बनगाएको पर घर कसको नि कोही पनि फिक्स रेडी भयो त्यो घर है बनगाएको केटाहरूलाई पनि मेरो गर्नु छ पो भन आफै गराएर यो तपाईँको गराउन अनि ब्लक कतारमा मन पर्छ सबजना चाहियो ओ यो नानीले गरिदिन्छ नि हौ होइन कान्छीले यता दिया मिस रेडी हुनुभयो कान्छीले के भन्छ रे के रे कान्छीले मेरो चप्पल बनाएको रे एकचोटि मैले दिदी चप्पल लिएर गइथेँ है राते लाउने चप्पल चाहिँ यस्तो अबदेखि यस्तो खालको चप्पल लाउँदो रहेछ नि त राते त नि अस्ति अर्कै सेतो थियो यस्तो फित्तावाला लगायो भएन नि बहिनी चप्पल लुगा जुन चाहिँ चप्पल पनि नहुने भिडियोमा प्रोटेर आफ्नो मलाई कोही जरुरी छैन रोल एक्सन तपाईँ आफै भन्नु सीता नानी मैले तपाईँलाई यो घरमा बस्नु भन्दा ठिक हुन्छ कि जानु भन्दा ठिक हुन्छ बराबर यार कस्तो लामो डायलग छ यत्रो त डाइरेक्ट एउटा अलि बिस्तारै कान्छी कान्छी बोल्छ नि त घर अब कहाँ हुन्छ यही के हो यो मलाई गाह्रो हुँदैन इलेक्सन बाइक छु ल म त मन लाग्छ नि रोल टिप्दै हो कान्छी तब थोरै जान्छ 400 कम सर पहिले सर न्यू जेरे त सीतालाई
तँलाई पर्दैन त्यो मिलाइसक्यो मिलाइसक्यो अहिले हातमा हुन्छ कि यसरी जे बनाइदिए हुन्छ कि नानी लाइट के छ लाइट हान्नु आज त 3 जना लाइटमा हाने बराबर हो यसमा त ल सिता हेर एक्सन सिता हेर सिधा गइरहेको छ दाइ करायो दाइ भनेको सब पाखो छाती घुमाउँदै गरिरहेको छ क्या सिधा गएर भन्नु भन्नु म कान्छी भाउजू भन्नु न म गएर बस्छु कि के गरौँ म अहिले जान्छु तपाईँले मलाई भन्नु भएन भाउजू तपाईँ त खुब माया गर्ने मान्छे नि तल सिधा रोइरहेको छ सिधा भन्दा चाहिँ के भाउजू बच्चा के तपाईँ त भन्नु न हेर सिधा हेर किन गएको नाटक गर्ने महा नाटककारहरू सबैजना आउनुपर्छ मेरो सिद्धान्तमा यो काले भाइ चाहिँ आउनुपर्छ मजाले ल तिमीलाई यो ठिक्क पारेको होस् कि लिएर जाऊ अबको डायल क्या त यो औषधि खानुभन्दा अगाडि कुनमा आउँछ बच्चा पनि बनगाइला अफिसर सरेर बसेको छ कि हेर्नुपर्छ यो औषधि खानु अगाडि ब्लगर भएको छ नि त ब्लगर होइन बच्चा पनि पेट भनेर तपाईँ पेट भनौँ न तल्लो पेट त्यो सही त कुरा त्यही हो तपाईँको नियत अर्कै भन्दाखेरि भन्छन् नि त भन्दाखेरि के तल्लो पेट बच्चा तर बच्चा पनि तल्लो पेट भन्यो त बच्चा पनि थप्नु ल खानु अगाडि बच्चा पनि त्यो पेट हुन्छ त्यो तलमाथि के पेट तलमाथि कति तल पेट भइहाल्यो फेरि बच्चा पनि पेट मात्रै भन्छ यो औषधि खाँदाखेरि यो औषधि खानु अगाडि बच्चा पनि तलमाथि कति सरेको तलमाथि कतै सरेको छ हेर्नुपर्छ हेर्नुपर्ने हुन्छ हेर्नुपर्ने हुन्छ हो हेर्नुपर्ने रोलिङ एक्सन यो औषधि खानुभन्दा अगाडि बच्चा बस्ने पेट तलमाथि कतै सरेको छ कि हेर्नुपर्ने हुन्छ हात समातेको पनि छ क्या त यो त अहिले सुरुको ल्यायो नारी हेर्नु भएन हातको नारी कस्तो चलेको छ त्यो पनि हेर्नुपर्छ खै खै हादियो त भने हादियो नि दिइहाल्यो त हातको नारी के ए हातको नारी कस्तो चलेको छ त्यो पनि हेर्नुपर्छ यसलाई ब्लड प्रेसर मार्नु न अब त्यो बेलाको लागि तपाईँलाई खै हादियो त रोलिङ एक्सन हातको नारी कस्तो चलेको छ त्यो पनि हेर्नुपर्ने हुन्छ खै तिम्रो हात चाहिँ त उसले हेर्नु हात माडिरहेछ पातली पारा हेर्नु यता नदिनु छोड्नु भयो उहाँले छोड्नु भएन छोड्यो वाइडमा छोडेको त अहिले वाइडमा छोडे होइन ए हो ल यसले हेर ल ठिक छ दिया गएको छैन सधैँ हाँस मार्नु भनौँ हात चट्ट छोड्दै बोल्नु ल नारी चाहिँ ठिक छ पेटमा गानो गोला केही छ कि म अनुहार छैन थिएँ त्यसमा अनुहार छैन म भनेर अलि यता सर हजुर हाँस मार्नु छोड्छ ल नारी त ठिक छ पेटमा गानो गोला चाहिँ के छ कि रोलिङ एक्सन नारी चाहिँ ठिक छ पेटमा चाहिँ गानो गोला केही छ कि सर हात छोडेर बोल्नु पर्यो छोडेन ल त्योभन्दा पनि यता नहेरेर उतै अनुहारमा हेरेर चाहिँ गर्दै चाहिँ ल म त्यो हेर्छु मलाई हेर्नु त पातकी पाराले रोलिङ एक्सन नारी चाहिँ ठिक छ पेटमा चाहिँ गानो गोला केही छ कि ओके बच्चा बहिनी पेटको वाक्य वरपर सरेको छ कि त्यो त पैसा गयो फेरि भने दुइटा कुरा भने अब नारी चिज होइन पेटमा गानोहरू छ कि बच्चा बहिनी पेट यताउता सरेको छ कि एकचोटि हेर्नै पर्यो खै
लुगारी मान्छे आउँछ सके कति बच्चा बस्नेबाट जाने अब बच्चा बस्ने पेट कति वरपर सरेको छ कि एकचोटि हेर्नै पर्छ हेर्नै पर्यो खै लुगामा बच्चा बस्ने पेट तलमाथि सरेको दायाँ बायाँ कतै सरेको छ कि बच्चा बस्ने पेट दायाँ बायाँ कतै सरेको छ कि हेर्नै पर्ने एकपटक हेर्नै पर्ने भयो खै त्यो अनुमति साह्रो बच्चा बस्ने पेट तलमाथि कतै सरेको छ कि एकपटक हेर्नै पर्ने भयो खै चोर अलिमाथि साह्रो छ साह्रो त हुन्छ है हात लानु पेट मानु ल हात हात अलिक सरल लाग्यो ल अब पार्यो अरे पेट हात चलाइरहेछ पेट चलाइरहेछ मानु नानी गरा खै अघि आछ यो नानी अलि चण्डाली खालकी रहेछन् ल दिया मैले दिएको औषध सुत्ने बेलामा खाएर सुत्नु है रोलिङ एक्सन ल दिया मैले दिएको औषधि सुत्ने बेलामा खाएर सुत्नु है हुन्छ बरु आउनुपर्छ पर्दैन होइन आउनुपर्छ आउनु चाहिँ आइतबारै पारेर आउनु आउनुपर्छ आउनु चाहिँ आइतबारै पारेर आउनु रोलिङ एक्सन आउनुपर्छ आउनु चाहिँ आइतबारै पारेर आउनु है ओके सर वाका क्लोजमा मसा छ हेर्छ यताउति होइन हेरिरह्यो केटी भने त्यता गुरु अब त आउनुपर्छ कि पर्दैन होला है के गुरु मैले घर आउनु दिँदैनन् आउनु ला फेरि यो कान्छीमा आउनु दिँदैनन् अब कान्छीबाटै सर्ट कान्छी बच्चै भए पनि मैले अलिकति बुझेको छु बुझ्नुभयो आफूले राधेको यत्रो माथिबाट थिच्दा त बच्चा भएन मेरो भन्नु भए पनि राधेपोको धुनु पऱ्यो नि म पनि राधेपोमा चढाएको थिएँ नि खै बच्चा भएन हातले मसाला बच्चा हुन्छ मेरो दिदीलाई राम्रो लगाएर छुन होला नमस्ते गणेश जाने भने म जान्छु नि जानुहुन्न सर जाने तपाईँहरू आज जाने तपाईँ ल नमस्ते नमस्ते अरू सब मेरो क्लब हो सबै बुझेर बोलेको त नि बुझ्यो भन्दाखेरि भन्नु खोजेको कुरा के हो थाहा हुन्छ राति 12 बजे भुत्रे पकाएर राति भूतले सबै पक्रियो भयो मैले भिडियो मान्छे हो म जानेछु नि गुरुले गुरुको हो पारि पाउँछ ल्याउनुहोस् भनेर कहीँ नबर्छ त म जाने नर्मल भइतिर सोच यसो पारेर दिदीले गरेको दिदीबडी हेर फेरि पारि झाँकेर दिदीलाई पेटमा छामिरहेको छ फेरि यता यो बुइली यो पुरै
रमाइलो भएर सकिल्लो Pack up. डाइरेक्टरले भने होइन पाइकअप हामी खोइ अर्को चाहिँ खोइ अर्को स्क्रिप्ट खोइ भनेर भन्नु त्यहाँ पछाडि छ जोखा हेर्छु नि अब भने जोखा हेर्छु मेरो त्यहाँ हजारवटा बच्चा पाउने जोखा यहाँबाट बनगाईले पनि झाँक्री हो नि त पहिले ए अन्धकार आउँदै देखाउनु आउँछ ल झनै मलाई पहिला त झाँक्रीको नाम सुन्थेँ कति पढ्नु हातमा चाहिँ टाँसी छाड्दो रहेछ है